साथीहरु मेरो छोरीलाई पढ्दा पढ्दा दिक्क लाग्यो रे हैन बोर भयो रे त्यही भएर चाहिँ मैले चाहिँ यता गार्डनमा लिएर आएको छु है फुल टिपेको हो खोइ देखाउ त राम्रोसँग देखाउ देखाउ न राम्रोसँग ओहो कस्तो राम्रो है यो पिंक कलर को पिंक कलर है ल अरु के छ देखाउ ल के छ हाम्रो मिर्ची कुन हो देखाउ त खोइ खोइ कहाँ छ मिर्ची यो हो ओहो रेड कलर यो ग्रीन ग्रीन हो हो ल सबै देखाउ ल साथीहरुलाई देखाउ ल यो के हो यो के हो यो सुन्तला हो ए अनि सुन्तला खोइ यतातिर के छ त अब यहाँ छ चमेली फुल हो यो पानी पर्न थाले जस्तो छ यसलाई पढ्दा पढ्दा दिक्क भयो नि त अनि त्यही भएर यसो हावा खाओस् भनेर बाहिर लिएर आएको नि हो ल ल लड्छ अहिले फेरि यता आउनुस् हो खोइ त कस्तो फुल हो कहाँबाट ल्यायो आमामामा यता पनि छ है साथीहरु हाम्रो त यहाँ बसन्त फुल छ है टन्नै फल्छ बिहान भएपछि चाहिँ अब सिजन पनि सकिने बेला भइसक्यो हैन त्यही भएर चाहिँ अहिले चाहिँ अलिअलि मात्रै छ धेरै छैन कसलाई थाहा छ यो फुलको नाम झर्यो टिपन त कस्तो राम्रो रहेछ नि है हो ओहो ल टिप 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 भुइँमा झर्यो नि आमा नि त भुइँमा झार्नु त हुँदैन त सानो है उठ 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 छिटो अनि कसको साथी हो है ओ माय गॉड कति राम्रो फुल रहेछ हो आज तिमीले के पढ्यौ भन नि त आज सबै पढे हो ए अनि एबीसीडी होइन म्याथको पढेको है तिमीले ओएनई1 एबीसीडी ई एफ जी त्यस्तो त हुँदैन तिमीलाई आनन्द आयो काइन बाहिर फ्रेस भयो हो ल यतातिर हेर न फुलतिर है आमा हाम्रो के छ यहाँ आँपको पनि छ उखु साथीहरु बच्चाहरूलाई पढ्दा पढ्दा अब बोर हुन्छ नि त अनि त्यसपछि यसो बाहिर हावा खानलाई ल्याउनु पर्दो रहेछ हैन उनीहरूले पनि अब पढ्न पनि पढाइ गर्दा त दिमाग बोर हुँदो रहेछ कि अनि अल्छी मान्ने हैन अनि त्यही भएर चाहिँ मैले चाहिँ हिना छोरी बाहिर जाऊँ अनि एकछिन घुमेर आऊँ भनेर अनि यता घर पछाडी गार्डनमा डुलाउन ल्यायौँ साथीहरु त्यही भएर नानी चाहिँ कति खुसी भइरहेछ कि यहाँ फुल पनि एउटा फुलेछ हैन अनि त्यही भएर फुल टिपेर हेरिरहेछ फुललाई निहालेर उलाई चाहिँ फुलहरु एकदमै मन पर्छ मेरो कान्छी छोरीलाई चाहिँ हो अनि म्यामले भिडियो हेर्नु भयो भने म्यामलाई के भन्ने हो भन त म्याम मैले पढिसकेँ म एकछिन बोर भयो अनि बाहिर आएको म घाममा यसो हावा शीतल खानालाई बाहिर निस्केको भन है उसलाई त सानो सानो कुरामा एकदमै खुसी हुन्छ मेरो सानो छोरी त बल खेल्दा खेल्दै साथीहरु कता बाइकको मुन्तिर छिरे है बल पनि लिएर आयो नानुले हो फुलहरु कतिवटा छ खै देखाउ न त हाम्रो के छ यो चाहिँ काँडे धनिया है यो चाहिँ हाम्रो काभ्रेतिर पाउँछ अनि त्यही भएर बिरुवा लिएर आएको थियो अनि त्यसको गेडाहरू झरेपछि चाहिँ यहाँ
पुरै हुन्छ अहिले त जताततै ढाकेछ साथीहरू हेर्नु त कति मिठो हुन्छ यति टेस्ट हुन्छ कि यो धनियाँको मिर्ची खाने लभ पिची मिर्ची टोक्देऊ न त हुन्छ हुन्छ लभ मिर्ची खाऊ यो फुल फुलहरू टिप्नु हुँदैन नि अहिले उहरू आउँछ हनीबी आउँछ फेरि त्यहाँ त हनीबी कहाँ आउँछ त्यहाँ आउँछ साथीहरू मैले बल पनि खेलिसकेँ हल्का हल्का पानी छिटायो अब म चाहिँ भित्र जान्छु भन न भन तिमीले फुल हाम्रो चाहिँ यो फुल टिपेको कसले टिपेको मैले हो कहाँनिरको टिपेको उताको खै देखाउनु त ए त्यहाँ फुलेको थियो ए ल ल म अगाडिसम्म आउँछु अगाडिसम्म फुल देखाइदिनु ल साथीहरू अब सक्यो है एकछिन रेस्ट टाइम पनि सक्यो अब नानीलाई भित्र लान्छु म अब जान्छौँ बाहिर पनि लामखुट्टेहरू धेरै आउँछ लामखुट्टेले टोक्छ नि त अनि त्यही भएर चाहिँ अब चाहिँ रेस्ट टाइम सक्यो अब चाहिँ हामी जान्छौँ भित्र है त अनि उसलाई चाहिँ खेल्नु भनेपछि फेरि के गर्नु बाई बाई साथीहरू हो गुड गर्लले अनि त्यसो गर्छ ब्याड ह्याबिट हुन्छ नि त ब्याड ह्याबिट तिम्रो गुड ह्याबिट कि ब्याड ह्याबिट हो ल बाई बाई अब चाहिँ गएको